विपक्षी बेन्चतर्फ सबै मान्य सदस्यहरू उठ्नु भएको छ। केका लागि उठ्नुभयो? मान्य सदस्यहरू, हामीले विगत केही दिनदेखि सदन स्थगित भइरहेको छ। विषयवस्तु उठिरहेको विषय मलाई पनि ध्यान आकर्षण भएको कुरा मैले विगतका बैठकहरू पनि भन्दै आएको छु। त्यसमा सत्तापक्षको तर्फबाट पनि विपक्षी दलका नेताहरूसँग संवाद भइरहेको जानकारी यहाँहरूलाई जानकारी नै छ। हामीले हाम्रा मुद्दाहरू दर्ज गराएका छौँ, हाम्रा विषयवस्तुहरू दर्ज गराएका छौँ। त्यसकारणले त्यसको पनि कार्यान्वयन हुँदै जान्छ र हामी हाम्रो आफ्नो विषयवस्तु जुन अहिले लामो समयदेखि हामी बजेटको बहसमा जानुपर्ने त्यो रोकिरहेको छ। त्यसकारणले बसौँ, सबैले कार्यसूचीमा प्रवेश गरौँ, छलफलमा अगाडि बढौँ र यहाँले राख्न चाहेका कुराहरू राख्नु नै भएको छ। सरकारले जानकारी पाएको छ, त्यसकारणले सरकार त्यसमा गम्भीर नै हुन्छ भन्ने मलाई विश्वास छ। त्यसकारणले बसेर आजको कार्यसूची अगाडि बढाउनलाई सहयोग गर्नुहोस्।